हेलो एभ्रिवान। आज प्रोबेबिलिटीको मोस्ट इम्पोर्टेन्ट क्वेसनहरू केही सधैँ सोधिरहने क्वेसनहरू यहाँ मैले लेखेको छु। एउटा इन्डिपेन्डेन्स इभेन्ट्सको फर्मुला लेख्ने, यो भनेको पिए इन्टरसेक्सन बीको मल्टिप्लिकेसन ल हो। मल्टिप्लिकेसन ल प्रायः सोधिरहन्छ। मल्टिप्लिकेसन ल भनेको पिए इन्टरसेक्सन बी पछाडि पिए इन्टु पिबी भनेर हामीले यहाँ मल्टिप्लाई भएको भएर मल्टिप्लिकेसन ल भनेर हामीले सम्झिने। यसलाई हामीले पिए एन्ड बी भनेर पनि लेख्न सक्छौँ। त्यसै गरी दोस्रो क्वेसनमा छ हाम्रो एडिसन ल अफ प्रोबेबिलिटी अफ म्युचुअली एक्सक्लुसिभ इभेन्ट। भन्नुको अर्थ यसमा कुनै पनि कमन इभेन्ट्सहरू नभए चाहिँ हाम्रो म्युचुअली एक्सक्लुसिभ इभेन्ट हुन्छ। त्यही भएर हामीले यसमा पिए युनियन बी इक्वल्स टु पिए प्लस पिबी लेख्छौँ, अथवा युनियनलाई हामीले पिए अर बी पनि भन्छौँ। थर्डमा छ राइट द एडिसन ल अफ प्रोबेबिलिटी अफ नन म्युचुअली एक्सक्लुसिभ इभेन्ट भनेको चाहिँ यसमा कमन भएको हाम्रो सेटमा जस्तै हाम्रो कमन भयो भने हामी यहाँ माइनस युज गर्छौँ। त्यही भएर यसमा पिए युनियन बी भनेको पिए प्लस पिबी माइनस पिए इन्टरसेक्सन बी लेख्छौँ। अब हामीले यहाँ बुझ्नुपर्ने यहाँ प्लस र माइनस भएको भएर एडिसन ल भनेर हामीले सम्झिन सक्छौँ। अर्को छ क्वेसन नम्बर 4, वाट इज द म्याक्सिमम भ्यालु अफ प्रोबेबिलिटी। यसलाई हामीले सियर प्रोबेबिलिटी पनि भन्छौँ, सर्टेन प्रोबेबिलिटी पनि भन्छौँ। सबैभन्दा बढी भनेको यसको 1 हुने हो, त्यही भएर 1 भइहाल्यो। वाट इज द मिनिमम भ्यालु अफ प्रोबेबिलिटी भन्नाले सबैभन्दा कम आउँदै नआउँदाखेरि कति हुने भयो त भन्दाखेरि यसलाई हामीले इम्पोसिबल पनि भन्छौँ, अनसर्टेन पनि भन्छौँ। त्यही भएर यसको भ्यालु 0 भयो। अर्को भनेको रेन्ज अर स्केल अफ प्रोबेबिलिटी भनेको चाहिँ 0 देखि 1 हुने भयो है। मिनिमम 0 भयो, म्याक्सिमम 1 आउने भएको भएर यसको रेन्ज चाहिँ 0 to 1। यसलाई हामीले एक्स इज ग्रेटर देन अर इक्वल्स टु 0 अर लेस देन अर इक्वल्स टु 1 पनि भनेर लेख्न सक्छौँ। अर्को छ एडिसन ल भनेर मात्र सोध्यो, एडिसन ल अफ प्रोबेबिलिटी मात्र भनेर सोध्यो भने हामीले म्युचुअली र नन म्युचुअली दुवै लेख्नुपर्ने हुन्छ। त्यसै गरी अर्को प्रायः